जिन्दगानीमा म सबैलाई जय मातृभूमि भन्न चाहन्छु र आज फेरि तपाईँहरूलाई हाई अटो प्रालीमा भएको गाडीहरूको बारेमा छोटकारीमा जानकारी दिन जाँदैछु। यदि तपाईँले गाडी खोज्दै हुनुहुन्छ भने सेकेन्ड ह्यान्ड अथवा इलेक्ट्रिक उमराका विभिन्न ब्रान्डको गाडीहरू हामीसँग उपलब्ध छ। जिन्दगानीमा यदि तपाईँले एकदमै राम्रो नयाँ जस्तै एकदम धेरै माइलेज दिने गाडी खोज्दै हुनुहुन्छ, अग्लो गाडी खोज्दै हुनुहुन्छ भने यो कियाको सोनेट तपाईँको लागि उपयुक्त हुनेछ। 2021 मोडलको 18,000 किलोमिटर जिनन गुडेको गाडी। यसको मूल्य छ 37 लाख रुपियाँमा। 37 लाख रुपियाँमा तपाईँले 50% क्यास डाउन र 50% फाइनेन्सको सुविधासहित अटोमेटिक सोनेट तपाईँले डिजल इन्जिनमा पाउनुहुनेछ। मैले तपाईँलाई अघि 2021 मोडलको सोनेट अति नयाँ गाडी जिन्दगानीमा देखाइहालेँ। यदि तपाईँले अझै सानो एकदमै सिक्नको लागि एकदमै सबैतिर जानलाई उपयुक्त बनाउन पनि सस्तो तेल पनि एकदम राम्रो दिने गाडी खोज्दै हुनुहुन्छ भने यो मारुति 800 बुढो गाडी तपाईँको लागि एकदमै यस्तो हुनसक्छ। त्यसकारण कृपया 2003 मोडलको यो गाडी कार्बोरेट इन्जिनमा, यसको मूल्य छ तपाईँलाई 3,90,000 जिन्दगानीमा। यो जिन्दगानीमा फ्रान्सको पिजुएट 2019 मोडलको अब अटोमेटिक ट्रान्समिसन भइहाल्यो, अब फुल अप्सन त भइ नै हाल्यो। यो गाडी तपाईँले खोजिरहनु भएको छ भने एकदमै अति उपयुक्त गाडी। यो क्रेटा, ब्रेजा, यो इन्डियन गाडीहरू हामीले धेरै किन्ने चलन छ। यो गाडी तिनीहरूको दाँजामा त के भन्नु, यसको जिन्दगानीमा बयान गरेर साध्य नै छैन। यो सुन र पित्तल भने जस्तै हो। त्यसकारण गर्दा जिन्दगानीमा छिटोभन्दा छिटो हुकुमवासीहरू नआउनुहोस्, नेपालमा बस्ने नेपाली वासीहरू आउनुहोस्, यो गाडी आफ्नो बनाउनुहोस्। यदि हुकुमवासीहरू आउनुभयो भने फेरि तपाईँहरू अब फेरि कारबाहीमा पर्नुहुनेछ जिन्दगानीमा। सस्तो राम्रो अग्लो भएको गाडी खोज्दै हुनुहुन्छ भने यो डस्टर 2016 मोडलको पेट्रोल इन्जिन एकदमै झकास कन्डिसनको गाडी लिएर आएको छु तपाईँको साथमा जिन्दगानीमा। यसको मूल्य छ 18,50,000 रुपियाँमा। तपाईँले फाइनेन्सको सुविधासहित यो गाडी अग्लो राम्रो सस्तो गाडी तपाईँले जिन्दगानीमा आफ्नो बनाउन सक्नुहुनेछ। त्यसै गरी हामीसँग छ सेल्टोस 2022 मोडलको अटोमेटिक ट्रान्समिसन भएको अति राम्रो गाडी। अब के गर्ने, मान्छेले चिन्दैन यो गाडीलाई, नचिनेपछि गाह्रो छ। नेपालीले सुन र चाँदी चिन्दैन, सुन र पित्तल चिन्दैन। अब त्यस कारणले गर्दा गाह्रो छ। त्यस कारणले गर्दाखेरि अब यो गाडी चिन्नेले मात्रै किन्ने हो, नचिन्नेले चाहिँ मारुति 800 तिर जाने हो। हजुर जिन्दगानीमा यसको मूल्य छ जम्मा 54 लाख रुपियाँमा। तपाईँले 60% बाइङ फाइनेन्स र बाँकी चाहिँ तपाईँले क्यास डाउन गरेर जिन्दगानीमा यो गाडी लान सक्नुहुन्छ। क्यासमा मात्रै नभएर तपाईँसँग भएको गाडीसँग पनि यो गाडी सट्टापट्टा पनि गर्न सकिन्छ जिन्दगानीमा। जिन्दगानीमा तपाईँले एकदमै गरी खाने गाडी खोज्दै हुनुहुन्छ भने यो मारुति सुजुकीको यो इको कार्गो भ्यान 2020 मोडलको सिङ्गल ह्यान्डेड ओरिजिनल कलरमा। अब यो गाडीको मूल्य छ 11,50,000 रुपियाँमा। तपाईँले आफ्नो बनाउन सक्नुहुनेछ। यो गाडीमा सामान बेच्ने, अब फलफुलहरू बेच्ने, विभिन्न खानेकुराहरू बेच्ने, अब सामानहरू बोक्ने विभिन्न कुरामा यो गाडी हामीले प्रयोग गर्न सक्छौँ। त्यस कारणले गर्दाखेरि तपाईँले छिटोभन्दा छिटो यो गाडी आफ्नो बनाउनुहोस्। जिन्दगानीमा एकदमै नेपालीहरूले रुचाउने यो हुन्डाईको भ्यानु 2019 मोडलको एसएक्स दामी कन्डिसनको 33 लाख रुपियाँमा आएको छ। तपाईँले 33 लाख रुपियाँमा यो भेनु गाडीलाई 50% क्यास डाउन र 50% फाइनेन्सको सुविधासहित यो गाडी जिन्दगानीमा तपाईँले आफ्नो बनाउन सक्नुहुन्छ। अब हामीहरू सुकुमवासी पनि होइन, हामी हुकुमवासी पनि होइन, हामीहरू चाहिँ अब यही नेपालवासी। त्यस कारणले गर्दाखेरि हामीहरूले यो गाडी चढ्नलाई कि आपत्ति छैन, कसैको डर पनि छैन, कसैको भर पनि छैन। त्यस कारणले गर्दाखेरि तपाईँ छिटोभन्दा छिटो नेपालवासीहरू आउनुहोस् र यो गाडी जिन्दगानीमा आफ्नो बनाउनुहोस्। नेपालमा अत्याधिक मान्छेहरूले मन पराउने एकदमै सस्तो राम्रो रिसेल भ्यालु भएको गाडी यो ग्रान्ड i10 आस्था 2014 मोडलको। यसको मूल्य रहेको छ 19,75,000। यदि तपाईँले सुन किन्न खोज्दै हुनुहुन्छ भने
नेपालीहरूको लागि सुन हो, तर खासै त सुन होइन। अब तपाईँ आउनुहोस् र नेपालीहरूले मन पराउने सुन लिएर जानुहोस् 19,75,000 जिन्दगानीमा। अब जिन्दगानीमा आफू चढ्नलाई पनि हुने, सिकाउन पनि हुने, अब यसो हेर्नलाई पनि ठिकैको गाडी सस्तोमा खोज्दै हुनुहुन्छ भने अहिले यो सेन्ट्रो 2012 मोडेलको सेमी अप्सनमा तपाईँको लागि जिन्दगानीमा उपयुक्त हुनेछ। यसको मूल्य रहेको छ 12,90,000 रुपियाँ। तपाईँले यो गाडीको बारेमा, यो गाडीमा अझै जान्न चाहनुहुन्छ भने, टेस्ट ड्राइभ गर्न चाहनुहुन्छ भने आयोटो प्रालीमा छिटो आउनुहोस्। यो गाडीको फाइनेन्स सुविधा छैन। तपाईँले सस्तो अनि 4 व्हिल ड्राइभ पिकअप गाडी खोज्दै हुनुहुन्छ भने जिन्दगानीमा यो तपाईँको लागि यो कोरियाको स्याङयोङ गाडी उपयुक्त हुनेछ। 2013 मोडेलको 4 व्हिल ड्राइभ फुल अप्सन गाडी, सस्तो, राम्रो, बलियो। यसको मूल्य छ 14,50,000 जिन्दगानीमा। टोयोटा कोरोला एलेक्स 2008 मोडेलको जिन्दगानीमा लिएर आएको छु। यदि तपाईँले जापानको फलाम खोज्दै हुनुहुन्छ भने यो गाडी अति उपयुक्त हुनेछ। सेडानमा बलियोको कुरै नगरौँ, राम्रोको कुरै नगरौँ। यो अब संसारभरि धेरै मान्छेले मन पराउने गाडी 2008 मोडेलको। यसको मूल्य रहेको छ 16,50,000 रुपियाँमा। तपाईँले यो गाडी आफ्नो बनाउन सक्नुहुनेछ। फेरि तपाईँको साथमा ल्याइरहेको छु यो निसानको म्याग्नेट 2021 मोडेलको सिंगल ह्यान्डेड ओरिजिनल कलरमा। यदि तपाईँले सस्तो, राम्रो र अग्लो गाडी खोज्दै हुनुहुन्छ भने यो निसानको म्याग्नेट टर्बो इन्जिनमा झकास गाडी लिएर आएको छु 27 लाख रुपियाँमा। 27 लाख रुपियाँमा तपाईँले विशेष छुट र ब्याङ्कको सुविधासहित तपाईँले यो गाडी जिन्दगानीमा आफ्नो बनाउन सक्नुहुन्छ र तपाईँसँग भएको गाडीसँग पनि यो गाडी एक्सचेन्ज गर्न सक्नुहुनेछ जिन्दगानीमा। निसानको किक्स 2019 मोडेलको जिन्दगानीमा लिएर आएको छु। यो पनि सस्तो गाडी, राम्रो गाडी र यो एकदमै बलियो पनि छ। यो क्रेटा ब्रेजाहरूभन्दा धेरै बलियो र राम्रो गाडी लिएर आएको जिन्दगानीमा। यसको मूल्य रहेको छ 29 लाख रुपियाँमा। त्यसमा पनि तपाईँले विशेष छुटसहित यो गाडी जिन्दगानीमा पाउन सक्नुहुनेछ। जिन्दगानीमा यो टाटाको इन्डिका 2014 मोडेलको अनि डिजल इन्जिन सिंगल ह्यान्डेड रोटी कलरमा। यदि तपाईँले एकदमै बलियो र धेरै माइलेज दिने गाडी खोज्दै हुनुहुन्छ भने यो गाडी तपाईँले आफ्नो बनाउन सक्नुहुनेछ। 7,50,000 रुपियाँमा झ्याम्मै तपाईँको नाममा यो गाडी बनाउन सक्नुहुनेछ। स्कर्पियो गाडी 2008 मोडेलको लिलामको गाडी हो। यो चाहिँ बागमती अञ्चलमा यसको पास हुँदैन, यो नारायणी अञ्चलमै पास गर्नुपर्ने 2 व्हिल ड्राइभमा अलि एकदमै राम्रो कन्डिसनको गाडी सस्तोमा। यसको मूल्य छ 11 लाख रुपियाँमा आयो जिन्दगानीमा। स्कर्पियो सानो, यस्तो सानो गाडी खोज्दै हुनुहुन्छ भने तपाईँको लागि यो गाडी एकदम सानो, राम्रो 2009 मोडेलको ए स्टार। यसको मूल्य छ 9,50,000 रुपियाँ। जिन्दगानीमा फेरि तपाईँको साथमा लिएर आएको छु बुलेट, बुलेट 2025 मोडेलको बुलेट। 13,000 किलोमिटर गुडेको एकदमै झकास कन्डिसनको बुलेट लिएर आएको छु। मूल्य छ यसको जम्मा 5,50,000मा। तपाईँले यो गाडी आफ्नो बनाउन सक्नुहुन्छ। यसमा कुनै बार्गेनिङ हुँदैन, एकदमै जिन्दगानीमा फिक्स प्राइस हो। जिन्दगानीमा फेरि यो 5 सिटर इको भ्यान 2013 मोडेलको सिंगल ह्यान्डेड लिएर आएको छु। यो हाम्रो पुलिसहरूको विश्वनाथ दाईको गाडी हो। यदि तपाईँले यस्तो गाडी खोज्दै हुनुहुन्छ भने 2013 मोडेलको यसको मूल्य रहेको छ 12.5 लाख रुपियाँमा। यो गाडी तपाईँले आफ्नो बनाउन सक्नुहुनेछ। अथवा मलाई अथवा यो गाडी धनी विश्वनाथ गुप्ता दाईलाई पनि तपाईँले यो गाडीको लागि कुरा गर्न सक्नुहुनेछ। यसै गरी लिएर आएको छु इसुजु डिम्याक्स हाइल्यान्डर 2020 मोडेलको 4 व्हिल ड्राइभ फुल अप्सनमा। एकदम सस्तो मूल्य। यसको मूल्य रहेको छ 37 लाख रुपियाँमा। 37 लाखमा तपाईँले यो गाडी आफ्नो बनाउन सक्नुहुनेछ। यसले सामान बोक्ने, व्यापार गर्ने सारा कुरा यो गर्न सकिन्छ। यो गाडी एउटा लिएर तपाईँले विभिन्न ठाउँमा भाडामा पनि ल्याउन सक्नुहुनेछ र आफैले के गरी खान्छु भन्दाखेरि यो पछाडि सामान राख्ने, के राख्ने, पसल बजार राख्ने, विविध गर्नलाई एकदम अति उपयुक्त गाडी जिन्दगानीमा लिएर आएको छु। यसको छाप रहेको छ, नाम रहेको छ। यसको नाम 37 लाख रुपियाँ जिन्दगानीमा आयो। मित्सुबिसी AXS 2014 मोडेलको अटोमेटिक ट्रान्समिसन 4 व्हिल ड्राइभ पेट्रोल इन्जिनमा। यदि तपाईँले एकदमै राम्रो नाम र सान भएको गाडी चढ्न खोज्दै हुनुहुन्छ भने मित्सुबिसी AXS
यो लोगो जिन्दगानीमा यो देखि कुरै सकेको। यसको मूल्य रहेको छ 36,50,000 रुपियाँमा। तपाईँले आफ्नो गाडीसँग पनि यो गाडी सट्टपट्ट गर्न सक्नुहुनेछ। जिन्दगानीमा मैले तपाईँहरूलाई अघि यो सेकेन्ड ह्यान्ड गाडीहरूको बारेमा मैले तपाईँलाई छोटकारीमा बताइसकेको छु र सेकेन्ड ह्यान्ड गाडी चाहिन्छ भने तपाईँले आउन सक्नुहुन्छ। साथसाथै तपाईँले यदि इलेक्ट्रिक गाडी खोज्दै हुनुहुन्छ भने यो ओमडाका विभिन्न गाडीहरू हामीसँग उपलब्ध छन्। हामीसँग भएको गाडीहरू अहिले यो ज्याको J5, यो iCar, ज्याको J60, ओमडा E5 का गाडीहरू हामीसँग उपलब्ध छन्। यदि तपाईँहरूले बिजुली गाडी खोज्दै हुनुहुन्छ भने सस्तो राम्रो बलियो यो हाई अटोमा आउनुहोस् र तपाईँले बिजुली गाडी, पेट्रोल गाडी र डिजल गाडी कुनै पनि गाडी जिन्दगानीमा तपाईँले आफ्नो बनाउन सक्नुहुनेछ। जिन्दगानीमा मैले तपाईँहरूलाई यो नयाँ गाडी, पुरानो गाडी र विभिन्न गाडीहरूको बारेमा छोटकारीमा जानकारी दिइसकेँ। जिन्दगानीमा तपाईँले हाई अटो प्राली कहाँ पर्छ, कसो पर्छ भन्ने कुरो तपाईँ खुल्दुलो छ भने यो हाई अटो प्राली ओमडा ज्याको सोरुम चाहिँ एकान्त कुनाको आकाशी पुलमा पर्छ। यदि तपाईँ 7 बाटोबाट आउनुभयो भने हाम्रो सोरुम रहेको छ आकाशी पुलको दाहिनेपट्टि, बल्कुबाट आउनुभयो भने हाम्रो सोरुम रहेको छ आकाशी पुलको देब्रेपट्टि। र सबैभन्दा सजिलो अहिलेको युगमा तपाईँले ओमडा ज्याको अथवा हाई अटो प्राली एकान्त कुना गुगलको म्यापमा तपाईँले लेख्नुभयो भने गुगल बाजेले तपाईँलाई यो ठाउँमा सरारारारारारा पुर्याउनेछ। र यदि त्यो पनि सम्भव भएन भने तपाईँले फोन गर्न सक्नुहुन्छ जिन्दगानीमा 97 090 80 355 351 पनि तपाईँले फोन गर्न सक्नुहुनेछ। यति भन्दै आजको 2 शब्द टुकाउन चाहन्छु। नेपालमा अहिले नयाँ सरकारले धुमधाम धमाका मचाउँदैछ। म पनि यही सरकारको पक्षको मान्छे हो भन्दै जय बालेन्द्र सरकार।